आदरणीय दर्शकबिन नमस्कार। निश्चल क्रिएटिभ कर्नलको युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी कुरा गर्दैछौँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका एक उदयमान युवा नेताको, जसले विद्यार्थी राजनीति, समाजसेवा र पत्रकारितामा एक अलग पहिचान बनाएका छन्। उनी हुन् हिरो अफ द इलेक्सन सुशील बस्याल। उनले शिक्षण पेसा छाडेर विद्यार्थी राजनीतिलाई रोजे। अहिले उनी सोभियु सचिव पदमा भारी मतान्तरसहित विजय भएका छन्। आखिर के छ उनको सङ्घर्षको कथा? के कारणले उनी विद्यार्थीहरूमाझ यति लोकप्रिय भएका छन्? आज हामी यही विषयमा चर्चा गर्दैछौँ। चुनावको ऐतिहासिक जित। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा 2081 सालको सोभियु निर्वाचन निकै रोचक रह्यो। नेपाल विद्यार्थी सङ्घ नेवी सङ्घबाट उम्मेदवारी दिएका सुशील बस्यालले 517 मत प्राप्त गर्दै सचिव पदमा जित हासिल गरे। उनका प्रतिद्वन्दीहरू थिए विपिन पङ्गेनी अखिल क्रान्तिकारी, जसले 332 मत प्राप्त गरे। त्यसैगरी अनेरा सुबीबाट सचिव पदमा उम्मेदवार दिएका दिपेश गेवालीले 271 मत प्राप्त गरे। कुल 1228 मत खसेको थियो, जसमा सुशील बस्यालले 185 मतको फराकिलो अग्रता लिएका थिए। उनको यो राजनीतिक करियरको पहिलो चुनाव थियो, जसलाई सफल सुरुवातको रूपमा हेरिएको छ। शिक्षकबाट विद्यार्थी नेतासम्मको यात्रा। सुशील बस्यालको जन्म बगनासकाली 8 बराङदी पाल्पामा भएको थियो। उनले त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक 4औं वर्षमा अर्थशास्त्र र समाजशास्त्र अध्ययन गरिरहेका छन्। तर विद्यार्थी हक हितका लागि सङ्घर्ष गर्ने क्रममा उनले शिक्षण पेसा त्याग्ने निर्णय गरे। उनी वसन्त आधारभूत विद्यालयमा शिक्षक थिए, तर समाज परिवर्तनको होटुटीले उनलाई विद्यार्थी राजनीतिमा होमिन प्रेरित गर्यो। सुशील बस्यालका अनुसार विद्यार्थी राजनीति भनेको केवल पदको खेल होइन, यो त नेतृत्व विकासको पाठशाला हो। विद्यार्थी राजनीतिक बाहेकका योगदानहरू। सुशील बस्याल विद्यार्थी नेता मात्र होइनन्, उनी एक समाजसेवी, पत्रकार र साहित्यकार अनि गायककार पनि हुन्। उनले एक घर एक लालीगुराँस अभियान समेत सञ्चालन गरेका छन्। त्यसैगरी उनी वातावरण संरक्षणमा योगदान समेत पुर्याएका छन्। उनी देउराली अनलाइनका सम्पादक समेत हुन्, जसले निष्पक्ष पत्रकारितामा सक्रिय रहेर काम गरिरहेका छन्। त्यस्तै उनी नेपाल प्रेस युनियनका पाल्पाका सदस्य समेत हुन्, जसले अभिव्यक्ति स्वतन्त्रताको लागि सदैव वकालत गर्दै आएका छन्। त्यस्तै उनले राष्ट्रप्रेमी नामकको एउटा गीत समेत गाएका छन्। उनलाई धेरैले राष्ट्रप्रेमी भनेर चिन्ने गर्दछन्। उनले परिवर्तनको लागि युवा पुस्तक भन्ने एउटा किताब पनि लेखेका छन्। उनले लेखेको यो किताबले युवालाई प्रेरित गर्ने काम गरिरहेको छ। धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि उनको उत्तिकै महत्त्व छ। उनी विश्व हिन्दू महासङ्घ बगनासकालीका सचिव पनि हुन्। विद्यार्थीहरूको लागि उनको भिजन। अब सुशील बस्यालले सोभियु सचिवको रूपमा के कस्ता कार्य गर्नेछन्? विद्यार्थी हक हितको रक्षा, क्याम्पसमा शैक्षिक सुधार र पूर्वाधारको विकास, विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरहरू दिलाउने, राजनीतिक पत्रकारिता, समाजसेवा र सांस्कृतिक गतिविधिमा युवाहरूलाई संलग्न गराउने। उनले भनेका छन्, विद्यार्थी राजनीति भनेको व्यक्तिगत उन्नतिको लागि मात्र होइन, समग्र विद्यार्थी समुदायको उत्थानको लागि आवश्यक कदम हो। मलाई लाग्छ म हिजोको दिनहरूमा सधैँ सत्कर्ममै काम गर्नुपर्छ भनेर निरन्तर लागिरहेको पनि हो। र साथीहरूले त्यही अवस्थालाई मध्यनजर गर्दै आज त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सबैभन्दा उत्कृष्ट मत ल्याएर मलाई विजय गराइदिनु, त्यसको लागि म विशेष यहाँहरूप्रति हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु। र यहाँहरूले दिनुभएको मतलाई म कहिल्यै पनि विचलित हुन दिने छैन। सुशील बस्याल जस्ता युवा नेताहरूले विद्यार्थी राजनीतिलाई सकारात्मक परिवर्तनको माध्यम बनाउन सक्छन्। तपाईलाई के लाग्छ? के विद्यार्थी राजनीतिले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ? तपाईको विचारमा सुशील बस्यालको भविष्य कस्तो हुनेछ? तपाईको विचार कमेन्ट गर्नुहोस्, भिडियो लाइक गर्नुहोस् र हाम्रो च्यानलमा सब्स्क्राइब गर्न नबिर्सनुहोस्।